अनि बुवा हजुरको शुभ नाम? शुभ नाम बेमबहादुर खत्री। हजुर। अनि घर चाहिँ? घर मेरो अब जिल्ला प्युठान पिउचुदा खरिन्डाँडा भैँसामारे बस्ने बेमबहादुर खत्री। बेमबहादुर खत्री। अनि हजुर चाहिँ अहिले के को लागि जान आउनु भएको? हजुर म अस्पतालमा यसो जाँच त जाँदैछु। हजुर। आङसाङ दर्द भएको छ। हजुर। जमानामा मारसार खाएको। ए जमानामा फाइटर हुनुहुन्थ्यो तपाईँ? भन्छ कराते सराते पनि सब जान्नुभयो? सब जानेको। अच्छा। त्यही आज हड्डी कहीँ टुटटाट भएको थियो कि भनेर जाँदैछु। अच्छा हजुरले त राम्रो गीत गाउनुहुन्छ, एउटा गीत सुनाइदिनु न हाम्रो दर्शकहरूलाई। नै म बिमारी छु अहिले गीत गाउँदिनँ। एउटा मात्र के बुवा, तपाईँलाई धेरै रिक्वेस्ट गर्छन् क्या। म खुसीले हो गएर गाउँ गर्नु होइन। हजुर। अहिले दुखी छु म। अझै दुखी हुनुहुन्छ? अलिकति बिमार छु म। अहिले दुखी राख तपाईँलाई। तपाईँको धेरै समस्या चाहिँ केमा छ? दुखिरहेछ। मेरो समस्या केही छैन। अरू कुरा के छ भने हजुर आङ सुत्दाखेरि आङ दरद। अच्छा हजुरको बयान गर्नु त दर्शकहरूलाई। अब त्यो मार खाएको के। ए जमानामा मार खाएको। अच्छा 1 वर्ष त म अखडामा बसेँ। इन्डिया अखडा बस्नुभयो? अखडा बसेर जाउँछु। अनि अखडामा फाइट गर्नुभयो? फाइट गरेको। के भयो त्यो त्यो फाइटमा चाहिँ? अनि को घाइते भयो? अब त्यो घाइते त के हुनु पर्यो भने एउटा ज्यानको बनाउने एउटा त्यही स्वागत जस्तो हो क्या यो पनि। मलाई यसमा रहर लाग्यो। हजुर। अब यो हान्ने खेल्नेमा। हजुर। यसमा म 1 वर्ष बसेँ हो। हजुर। त्यसले अहिले मलाई हानेको छ। अझै हाने छ? आङ के यस्तै भाँचेका हातले यस्तै भाँचेका यिनी सब कुछ जोडदार। हजुरको हात भाँचिदिएको? कुटोले हान्यो। अनि बुवा अरू सबै सन्चै आरामै हुनुहुन्छ होला के अरे? खुसी छु म। खुसी हुनुहुन्छ? सब चिजबाट खुसी छु। हजुर। म भाइ बन्धु गाउँ घर इष्टमित्र सबको लागि। कति उमेर भयो बुवा? अहिले मेरो 87 मा छु अहिले। 87? हजुर। आशीर्वाद दिनु है बुवा। म आशीर्वाद दिइरहेको छु मैले सबैलाई। मलाई मेरो गर्लफ्रेन्डलाई पनि आशीर्वाद दिनु त। ल दिएको छु कि आशीर्वाद। यस्तै दिनु न राम्रोसँग। राम्रो होस्। मेरो गर्लफ्रेन्डलाई केही भनिदिनु त। सब ठिक। मेरो हुनेवाला बुढीलाई केही भनिदिनु न। त्यही सब ठिक छ। जब मैले यस परिवारलाई ठिक छ भने पनि ठिक भयो। हजुर। मेरो हुनेवाली बुढीलाई आशीर्वाद दिनु न। यस्तै बेला राम्रोसँग छोराछोरी बाबुआमा दाइ भाइ इष्टमित्र पाल्नु हुन्। यदि मैले बिहा गरेँ भने होइन बुवा, मैले कतिको माया गर्छु मेरो बुढीलाई भनिदिनु न यहाँ। त्यो अब तपाईँले माया नगर्दा कुरै छैन। धेरै माया गर्छु नि होइन? कहिले तपाईँलाई म कस्तो लाग्छ? तपाईँले माया नगर्नु त कुरै छैन। त्यो आफ्नो ठाउँमा छ। के भनिदिनु? सबभन्दा जिन्दगानीमा झुट बोल्ने होइन। हजुर। ठग्ने होइन। अरू जे पनि गर्न पाइयो? जे पनि गर्न पाइयो। हजुर। झुक्काउन हुन्न। हजुर। ठग्न हुन्न। अब हजुर। कसैलाई यस्तो वचन दिन हुन्न। हजुर। धर्म यही छ। यसो मेरो बुढीको लागि केही 2 शब्द भनिदिनु न। अब जानको लागि त त्यही त हो। मिठै खाने मिठै लाउने। हजुर। मिठै माया सक्दो माया हो। यो हाम्रो बाबुआले माया गरेर हामी जन्म्यौँ। अब तपाईँले माया गरेर अरू जन्माउने। तपाईँको त्यस्तै। यो त 2-3 शब्द भनिदिनु हजुरको बुहारीको लागि क्या, मेरो बुढीको लागि। सब ठिकठाक छ। अब ए घडी भुलेर है घडी भुल्दैन क्या बुवा। यस्तो भनिदिनु न बुवा प्लिज। के अब मेरो गर्लफ्रेन्डको लागि केही 2 शब्द भनिदिनु हजुरको बुहारीको लागि। राम्रो खाना दे लाउन दे पोखामा राखे माया राखे। हजुर। माया दिनु। हजुर। त्यही त हो। अरू के हो? आशीर्वाद पनि दिनु त। आशीर्वाद दिने। मलाई पनि आशीर्वाद दिनु। त्यही आशीर्वाद कसैलाई धक्क पक्क हजुर बुढो मान्छे हो नि त बुवा होइन? आयु तिम्रो पुरा होस्। हजुर। कसैले नदबाओस्। कसैलाई नदबाए। हुन्छ। प्लानमा रहे बराबर सिस्टममा रहनु।
हजुर बुढो मान्छे हुनुहुन्छ तपाईँले दिएको आशीर्वाद लाग्छ अरे के बुवा नै नै 84 काटेपछि यता राम्रै भन्नु पर्छ नराम्रो भन्ने पनि होइन एउटा भगवानको रूप हो रे के बुवा हो दे अब हामीले त 1 जुन त काट्यौँ नि हजुर काटेनौँ त म इन्डियामा नोकरी गर्दाखेरि एउटा मुसलमान थियो हजुर बहुत बुढो हेर्नुहोस् हजुर बहुत गहिरो हजुर छाला केही पनि नाइ म भेट्न जान्थेँ हप्तामा भेट्न जान्थेँ एक पाकेट दुध लैदिन्थेँ केरा लैदिन्थें जान्थेँ उनको आयु बहुत बड़ी है भन्थ्यो आयु बड़ी है भन्थ्यो हो त मेरो नि बुवा मेरो आयु नि तपाईँको राम्रो छ राम्रो छ हैन राम्रो छ राम्रो छ म उत्रिनु पारी हुन्छ बस्नु है ड्राइभर बुवा केही भनिदिनु न दर्शकहरूलाई लाइक गरिदिनु भनिदिनु न बुवा भनिदिनु न यहाँ लाइक गरिदिनुहोस् यताउति गरिदिनुहोस् लाइक यता हेरेर बस्नु न अहिले उतै छोडिदिन्छु मैले तपाईँलाई यसो के के लेखिन्थ्यो बुवा यहाँ भनिदिनु न ल मेरो यहाँ तपाईँको बुहारी ठिकै छ अब त्यहाँदेखि बुवा यहाँ हजुरको बुहारीको लागि के शब्द भनिदिनु न राम्रोसित के बुहारीको लागि शब्द भन्नु के नराम्रो भन्ने भएन राम्रो भएको राम्रै छ हजुर यता आशीर्वाद दिनु न आशीर्वाद दिएँ मैले हजुर कन्नी केटीको बिहा गरे हजुर होइन गर्न अब गरिदिन्छ होइन ए गर्ने हो त्यही भएर हजुर त्यही भएर आशीर्वाद दिनु नि ल आशीर्वाद कन्नी केटी आओस् हजुर राम्री आओस् हजुर गोरी आओस् हजुर काली नआओस् हजुर ठिक हजुरको बुहारी पनि प्युठानको हो क्या चोखो आओस् हजुर बिग्रिया नआओस् राम्रो होस् हजुर आशीर्वाद हजुर त्यही हो मैले धेरै माया गर्छु नि होइन बुवा बिल्कुल 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 ल हस् त बुवा नमस्ते है नमस्कार नमस्कार ल बुवा ल लाइक गरिदिनु कमेन्ट गरिदिनु भन्नु न लाइक गरिदिनु कमेन्ट गरिदिनु पहिलो जब छोरो पाउनु लड्का ल बुवा है ल हस् त बुवा ल